भन्न जति सजिलो छ गर्न त्यति नै गाह्रो छ। हेर्दा राम्रो देखिन्छ तर मेहनत धेरै छ साथी हो, मेहनत धेरै छ। हजुर प्लान्ट्स लभरलाई मात्रै थाहा हुन्छ कति मेहनत हुन्छ भनेर। आमामामा फोहोर कति हुन्छ, फोहोर कति हुन्छ। सफा गरेको गरे दिनमा एकचोटि बेलुकी एकचोटि त सफा गर्नै पर्छ साथी हो, किनभने चराले चाहिँ माटो सब खसाइदिएर यता र उता बनाइदिएको हुन्छ, त्यही भएर सफा गर्नै पर्छ। त्यति मात्रै कहाँ हो र, अझै वर्षाको कारणले गर्दा झन् माटो यता र उता हुन्छ, सब भुइँभरि हुन्छ, त्यो पनि सफा गर्नै पर्यो। ओहो अझै महत्त्वपूर्ण कुरा मोल के साथी हो, मोल त प्रयोग गर्नै पर्यो, नत्र भए चाँडै नै फेरि मर्छ। तपाईँले चाहिँ के को मोल प्रयोग गर्नुहुन्छ? हामीले चाहिँ अहिले चाहिँ गाईको मोल र हड्डीको मोल प्रयोग गरेका छौँ। र मोल मात्रै भनेर कहाँ भयो, फेरि त्यसलाई किरा पर्यो भने फेरि त्यसमा निम ओइल पनि युज गर्नुपर्ने रहेछ, त्यो पनि अहिले युज गरेका छौँ। यी मेहनत चाहिँ धेरै छ है साथी हो, मेहनत चाहिँ धेरै छ। तर मेहनतसँगै पछि एकदम आनन्द पनि आउँछ। यसो हरियाली, घरमा यसो हरियाली देख्दा, फुल फुलेको देख्दा, विभिन्न थरीका क्याक्टसहरू देख्दा एकदम रमाइलो लाग्छ। तपाईँहरू पनि गर्नु, एकदम रमाइलो हुन्छ होइन त।